अनुहार है सबैजनाको। यो भोक पनि लागेको अनुहार हो, प्लस केही छैन पेटमा, खाली पानी आन्द्रा छ। अनि हामी चाहिँ मङ्की हिल जाँदैछौँ। अब अनुहार देखियो तपाईँको? अब अहिले एकछिन मासु पोली खान्छ। हेलो, आज चाहिँ हाम्रो बिबीके ब्याडमिन्टन खेलाडी भाइहरू, दाजुहरू, सबैजना बहिनीहरू, सबैजना हामी चाहिँ मङ्की हिल बिबीके आएको। मङ्की हिल हिँडेको हामी आउँदैछु। अलि मौसमले च्यालेन्ज गर्ने बित्तिकै मङ्की हिल मौसमले च्यालेन्ज गर्ने बित्तिकै नेपालीहरूको मनमा पसेको छ सेक्का खानु जाने, रक्सी खाने, मातेर बस्ने भन्ने खालको एउटा सोच छ भनेर भन्दिनँ। किनभने यत्रो दिनसम्म काम गरेर, एक हप्ता काम गरेर, एक दिन यसो छुट्टी पाएको बेलामा साथीभाइहरूसँग इन्जोय, भेटघाट हो यहाँनिर। अहिले कहाँ होला मङ्की हिल, कहाँ होला भनेको यो रहेछ। अहिले आएर देख्न पाइयो। माथिको चुचुरो चाहिँ एकदम ठुलो ठुलो प्रोग्रामहरू हुँदाखेरि चाहिँ त्यही हुने गर्छ। यहाँ चाहिँ ठाउँ सानो, भिजन धेरै। के छ, एक महिनासम्म बोल्नु नपाउँदा कस्तो लाग्यो? मलाई त कस्तो लाग्यो अब के भन्नु, यहाँ साध्य छैन। मैले सोचेको थिएँ आज भेट्यो भने रुन्छ भने म के गर्नु होला जस्तो लागेर चाहिँ झन् रुएन। म त अब एक महिना भयो, एक महिनासम्म नबोलेको, अब बोल्दा भेट्दा रुयो भने म के भनेर सम्झाउनु होला भनेर आधी मासु भएको थिएँ। अब ठुलो बिबीके जाने बाटो चाहिँ यहाँ हो, तर हामी चाहिँ यहाँ माथि नजाने, हामी चाहिँ यता जाने, अलिअलि हाइकिङ प्लस। लु थाक्यो लु है। यस्तो ह्यान्डसम देखायो भने कतै मेरो भ्युज आउँछ कि नत्र आउँदैन हो कि भाइ? भन्नु न। यो उकालोमा हाम्रो भिटा पानी बोक्ने लेङ्चाइ भाइ चाहिँ टाप कहाँबाट आएको यो चाहिँ फेरि? ल आउनु बिबीक्यू खाने होइन? यो हङकङमा हाम्रो बिबीक्यूमा चाहिँ ससेस बनाउने ढङ्ग पुगेन होला। कालै हप्सी सेलरोटी बनायो, कालै हप्सी। यो पनि सेलरोटी हप्सी, मासु पनि हप्सी। यहाँ मासु खाने चाहिँ सबै नेपाली। यहाँ चाहिँ आफ्नो घर सल्लाह हुँदैछ भने यता चाहिँ सोल्टा सोल्टिनीको घाम मसन जाँदैछ। एउटा सोल्टिनी, दुईटा सोल्टी हे बरे बसाइ पनि यता हेर्नु न, कता यो साली उम्किन्छ भनेर उताबाट उम्किए नि बाटो बन्द, यताबाट उम्किए नि बाटो बन्द। तपाईहरुको सेफ्टी नेट बाटोको के च्याप्यो नि चार बन्द साली अम्किनमा डर होला नि। यता सोल्टिनी, दुईटा सोल्टीले सोल्टिनी लगेको, त्यहाँ एउटा सोल्टी बिरक्तेर
उहाँ त ट्राई गर्नु पर्यो खेल्ने मात्रै होइन कि नाच्ने पनि होइन त्यसै बोकेर बोलाएको किनेर हो यतिको त चल्छ नि यतिको त उठ्नु पर्यो नि अब निर्जयको डान्स प्रस्तुति दाइ निर्जयको अब वीरका त यहाँ चाहिँ दाजु त दयाङ राई जस्तो देखिरहेको छ त यहाँबाट आमामा दयाराङको आयो के सिरियस सिरियस म पनि भनेर हाम्रो मिस माउन्टेन मिस एभरेस्ट माउन्ट एभरेस्ट दाजु केलाङ के उसु भाइ
सक्दैन एन्जेलाले दिएको छ नट ब्याड छामा किन राम्रो तुलिबी पनि हातमा म कहाँ त्यसो जडे बाई बाई मङ्की अहिले चाहिँ 12 बजी